सोमबारको व्रत पनि कुनै पनि महिनाको शुक्ल पक्षको पहिलो सोमबारबाट सुरु गर्न सक्नुहुन्छ। सोमबारको व्रत हाम्रो भोलेनाथको र यदि तपाईँको जन्मकुण्डलीमा चन्द्रमा कमजोर भएर बसेको छ, नीचको छ, कमजोर भएर शुभफल दिन सकिरहेको छैन भने चन्द्रमा बलियो बनाउनको लागि चन्द्रदेवको पनि सोमबार नै व्रत बस्ने गरिन्छ। सोमबारको व्रत विशेष गरी 10 हप्ता, 16 हप्ता, 55 हप्ता, 5 वर्ष, 12 वर्ष, 14 वर्ष यसरी लिन सक्नुहुन्छ तपाईँले आफ्नो इच्छा अनुसार। अनि यो सोमबारको व्रतको दिन चाहिँ बिहान एकदमै छिटै उठ्ने, स्नान गर्ने अनि त्यसपछि पहेँलो कपडा लगाउने अथवा सेतो कपडा लगाउन सक्नुहुन्छ अथवा घिउ कलरको कपडा लगाउन सक्नुहुन्छ। अनि पहेँलो टिका लगाउने, होइन भने खरानीको टिका लगाउनु भयो भने पनि हुन्छ। खरानी छैन भने धुपहरू बालेको हुन्छ नि, धुपको त्यो खरानीको टिका लगाउनु भए पनि हुन्छ। यसरी अनि के कुरामा चाहिँ याद गर्नुपर्छ भने नि सोमबारको व्रत बस्दाखेरि चाहिँ नुहाउने टाइम र पूजा गर्ने टाइम चाहिँ सकेसम्म एउटै बनाउनुपर्छ। अनि सक्नुहुन्छ भने, सम्भव हुन्छ भने सोमबारको व्रत बस्दा नुन नखानु अब सम्भवै हुँदैन, सक्नुहुन्न। जस्तै राति पनि होइन रोटी अथवा दही दुध खाएर सुत्न अब सम्भव हुँदैन, स्वास्थ्य अवस्था गाह्रो छ भनेदेखि के अरे सिरे नुन खान सक्नुहुन्छ। अब सिरे नुन पनि पाइएन भनेदेखि एकचोटि मात्रै आयोडिन प्रयोग गरेको नुन, एकचोटि मात्रै नुन खानुहोला। अनि स्नान गरेर चोखो वस्त्र लगाइसक्नु भए पछाडि सङ्कल्प गर्नुपर्छ। अनि हजुरसँग जे छ फोटा, मूर्ति, शिवलिङ्ग जे छ स्नान गराउनु। अनि स्नान गरिसकेपछि त्यो त धेरै चिसो हुन्छ नि त, अनि एउटा चोखो कपडाले फेरि त्यो हजुरले स्नान गर्नुभएको मूर्ति, फोटालाई चाहिँ त्यो पुसेर ओबाना बनाएर अनि पहिला जहाँ राख्नुभएको थियो त्यहाँ राखिदिनु। अनि त्यसपछि हजुरले पहेँलो चन्दनले अनि त्यसपछि सेतो अक्षता पखालेर है, पानीमा पखालेर सेतो अक्षताले, रातो अक्षता प्रयोग गर्न हुँदैन ल। रातो अक्षता होइन, सेतो अक्षता पानीमा पखालेको अक्षताले पूजा गर्न सक्नुहुन्छ। अष्टगन्धको प्रयोग गरेर पूजा गर्न सक्नुहुन्छ। अनि पहेँलो फुल, सेतो फुलहरू चढाउने अनि जुटाउन सक्नुहुन्छ। अनि विशेष गरी बेलपत्र चाहिँ जसरी नै जुटाउनु यदि सम्भव हुन्छ भने। व्रत बस्नु भएको दिन नङ नकाट्ने, कपाल नकाट्ने अनि दिउँसो नसुत्ने। अब सोमबारको व्रत बसेर सोमबारको व्रतको फाइदाहरू त के हुन्छ भनेर के नै भनौँ म तपाईँलाई। तपाईँ त्यस्तो देवको व्रत बस्नुहुन्छ जसलाई चाहिँ देवका पनि देव भनिएको छ, जो भोलेनाथ हुनुहुन्छ, जो सानो कुरामा पनि खुसी भइहाल्नुहुन्छ। छिट्टै सजिलै हाम्रो भक्तिबाट खुसी बनाउन सकिन्छ। हामी कुनै समुद्रमा गयो भने अलिकति गहिरामा पुग्नेसाथ आत्तिन्छौँ, आत्तिएर फर्किन्छौँ भने उहाँले त पुरै गङ्गालाई नै आफ्नो जटामा समाएर राख्नुभएको छ। त्यस्तो जसले चन्द्रमालाई शिरमा राख्नुभएको छ, त्यस्तो भोलेनाथको व्रत गरेर